हामी चाहिँ अहिले मार्फा भिलेज भिजिट गर्न लागिरहेछौँ। हामी चाहिँ आज जङ्सनमा आइपुग्यौँ। हेलो साथीहरू, नमस्कार। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै ठिक छु। आज चाहिँ मैले एकदमै स्पेसल भिडियो लिएर आइसकेको छु। अहिले चाहिँ मैले कास्की काडेबाट यो भिडियो क्लिक गरिरहेको छु। यहाँ चाहिँ खाजा खाने ठाउँमा अनि हामी चाहिँ स्कुलबाट चाहिँ मनाङ मुस्ताङको टुरमा आएको छौँ 3 दिने। आज चाहिँ फर्स्ट डे अनि थाहा छैन आज कहाँ गएर बस्छौँ, हेरौँ गन्तव्य कहाँसम्म पुग्छ। तर अहिले भने हामी गोर्खा बोरलाङदेखि कास्कीसम्म आइपुगिसकेको छौँ खाजा खाने ठाउँमा। थकाली खाजा घर कास्की काडेमा आएर खाजा खान लागेको छौँ। यहाँ छन् बहिनीहरू अनि यहाँ चाहिँ कस्तो राम्रो छ क्या खाजा खाने ठाउँ पनि हेर्नु न। विदेश जानै नपर्ने प्लेनमा बसेको जस्तो। टुर गएको तर धेरैजना किन देखेको छैन भन्नुहुन्छ होला। खासमा लेडिजहरू चाहिँ माथि अनि बोइजहरू चाहिँ तल हो। अनि सो यहाँ चाहिँ फेरि धेरैजना पनि छैनौँ कि, अभिभावकहरू पनि आछौँ अनि म्यामहरू पनि आछौँ। यहाँ बहिनीहरू 9 क्लासको बहिनीहरू र अनि इन्जिनियरिङको बहिनीहरू। यहाँ म्याम हुनुहुन्छ। हजुर अनि यता बहिनीहरू भिडियोको लागि हेर दाइले 2 चोटि के हालिदिनु भएको मोटाउ। हाम्रो चाहिँ खाना आइपुगिसक्यो। खानामा छ भात, दाल, आलु र चनाको तरकारी। आलु र चना मात्रै त होला है, इस्कुस पनि जस्तो छ। अनि साग, करेला, यो चाहिँ गन्द्रुकको अचार। अनि यतापट्टि छ मुलाको, अनि यता छ चटनी, पापड, काँक्रो। खन्चुवाले सुरु गरिसक्यो फेरि। अब चाहिँ खानासाना खाएर हामी चाहिँ जाँदैछौँ बसमा। हामी आएको बस चाहिँ यही हो, डिलक्स उत्सव दाइको श्रेष्ठ डिलक्स। ओ माय गॉड। अहिले चाहिँ हामी काडेमा खानासाना खाएर पर्वततर्फ लाग्दैछौँ। यो भिडियो एडिट गर्दै गर्दा मैले बल्ल थाहा पाएँ कि बाहिरको हावाको यो साउन्डहरूले गर्दाखेरि चाहिँ मेरो आफ्नो मैले बोलेको साउन्डहरू चाहिँ यति पनि आएको रहेनछ भिडियोमा। तर पनि केही छैन, मैले सम्झेको ठाउँहरूको नाम र केही कुराहरू भनि नै हाल्छु होइन। अब चाहिँ सुरु भयो पातिचोर बजार। यो चाहिँ मोदी गाउँपालिका पर्वत पातिचोर एरिया भइहाल्यो। अनि हेर्नु न रोडमा कस्तो राम्रोसँग यो धुपीहरू लगाउनु भएको छ, फुलहरू लगाउनु भएको छ होइन। कटिङ गरेर त्यस्तै राम्रो बनाउनु भएको छ। बजार एरिया त्यत्तिकै सफा छ, कस्तो राम्रो देखिरहेछ के। भिडियोमा जस्तो देखियो त्योभन्दा रियलमा एकदमै दामी देखिरहेछ। भिडियोमा त्यति राम्रोसँग क्याप्चर गर्न सकेको छैन। लास्ट सिट म थिएँ, त्यही माथि एकदम धेरै हल्लाइराखेको थियो। अनि त्यही भएर पनि त्यति राम्रो क्वालिटी पनि देखाउन सकेको छैन। तर एकचोटि चाहिँ राम्रोसँग घुम्न जानै पर्ने ठाउँ रहेछ कि यो। म झनै पोखराबाट उता नकटेको मान्छे भएर पनि होला एकदमै रमाइलो लाग्यो कि, एकदमै आनन्द होइन। कति आनन्द लाग्यो, कति रमाइलो लाग्यो, अनि कति हुन्छ नि कति खुसी लाग्यो भनेर त म शब्दमा भन्नै सक्दिनँ। त्यही हो, एकचोटि चाहिँ मजाले घुम्नै जानुपर्ने ठाउँ हो।
त्यति भनेपछि बुझिहाल्नुस् हैन। अब चाहिँ आइपुग्यौँ हामी बेनी बजार। बेनी बजार आइपुगिसकेपछि अब यहाँबाट चाहिँ हामी बिस्तारै तातोपानी हुँदै अनि मार्फा गाउँ हुँदै मुस्ताङ पुग्ने तत्खरमा छौँ। हामीले चाहिँ बेनी बजारलाई पछाडि नै छाडेर अगाडि आफ्नो गन्तव्यतर्फ लागिसकेका छौँ। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ खोला नाला हैन, यति ठुल्ठुला पहाडहरू। अझ भनौँ हामी खोला नालै नभएको मान्छेहरूलाई यस्तो प्राकृतिक रूपमा झरेका झरनाहरू, खोलाहरू, यति ठुल्ठुला पहाडहरू हैन, हामी पहाडबाट गएको मान्छेलाई पनि यति ठुल्ठुलो पर्वत पहाडहरू देख्दाखेरि चाहिँ कति धेरै खुसी भएको क्या। हामी त झ्यालबाट यस्तो माथि हेरेका छौँ है, माथि यति माथि के मन्डै यस्तो गरेर हेर्नु परेछ। तल हेर्ने हो भने त्यस्तै छङ्गाछुर भिड छ। त्यही माथि बाटो एकदम साँघुरो, कति ठाउँमा त अब हुन्छ नि त मोडहरूमा चाहिँ ट्याक्सीहरू जिपहरू भेट भइराखेको थियो। अनि एकदमै रिस्क लिएर चलाउने हाम्रो ड्राइभर दाइलाई त एकदमै मान्नुपर्छ। हाम्रो मात्रै हैन, ड्राइभर दाइहरू सबैजनालाई एकदमै के यस्तो बाटोमा पनि यति सजिलै चलाउने हैन। अहिले देख्न सक्नुहुन्छ छेउमा थिए, त्यही माथि खोला पनि ठुल्ठुलै थियो हैन। यस्तो के हेर्नु न, यहाँबाट खसेसी त गएन, एक मिस ज्यान फिनिस समथिङ त्यस्तै के थियो नि, त्यस्तै फिल भयो क्या मलाई त। म त भित्रभित्रै यस्तो ढोक्दै गइरहेको थिएँ। डर लाग्ने, एकदमै डर लाग्दो बाटो छ। छेउमा मात्रै हैन, कुनामा पनि देख्न सक्नुहुन्छ यति नजिकको भित्ताबाट गएको के। अझ यो त अझै स्पेस थियो, कति ठाउँमा त यतिको स्पेस पनि थिएन। यो चाहिँ हो रूपसे खोला। लाइफमा मैले फर्स्ट टाइम होला क्या यति ठुलो खोला अथवा झरना नै भनौँ न है, स्मरण गर्न पाएकै फर्स्ट टाइम होला कि। देख्न त अब खैरेनीमा त यहाँ पार्कहरूमा त बसहरूमा अरुदुरु गर्दा त देखेकै हो, तर म यहाँ गएर चाहिँ फर्स्ट टाइम नै हो। अनि बाटोमा पुगिसकेपछि हामीलाई रूपसे खोला कटिसकेपछि चाहिँ त्यहाँको पुलिस दाइहरूले यस्तो बार्नुभएको थियो, यहाँ चाहिँ अब त्यहाँ लेक लाग्यो भने हैन के गर्ने, आफूले अपनाउनु पर्नेहरू सावधानीहरू सबै थियो कि यसमा चाहिँ। अनि त्यही हो, यो पढ्दै आफूले चाहिँ के गर्नुपर्छ भन्ने कुराहरू थाहा पाउँदै हामी चाहिँ गयौँ। अनि यो चाहिँ हो स्याउबारी। अब चाहिँ मुस्ताङ एरिया स्टार्ट भइसक्यो। यो चाहिँ स्याउबारी भएर मात्र के गर्ने, स्याउहरू सबै लगभग अन्तिम भइसकेको रहेछ है। अब चाहिँ हामीलाई हिमालले मुस्कुराउँदै मुस्ताङतर्फ स्वागत गर्न थालिसकेको थियो। आवाज सुन्न सक्नुहुन्छ, हामी कति धेरै एक्साइटेड भएका थियौँ यति हिमाल यति नजिकबाट देख्दैमा। मुस्ताङमा अहिले हावा चलिरहेको छ एकदम निकै जाडोमा। हिमाल चाहिँ एकदम बुझिहाल्यो। जाडो हामी चाहिँ अब माछा झिले जान्छौँ। जाडो भइसक्यो। हामी चाहिँ अहिले मार्फा भिलेज भिजिट गर्न लागिरहेछौँ। हजुर।
मार्फा भिलेज मुस्ताङको मार्फा भिलेज घुम्दैछौँ है त हामी स्याउहरू सबै अन्तिम भइसकेछ चिसो एकदम बढिरहेको छ ज्याकेट लगाउनु अनि हजुरहरूले यहाँ घरमाथिको दाउराहरू देख्न सक्नुहुन्छ नि यो दाउराको विशेषता चाहिँ मुख्य गरी भनेको चाहिँ यो दाउरा भएको जुन घरको छतमा दाउरा छ जुन घरको छतमा चाहिँ दाउरा छ त्यो घरमा चाहिँ मान्छे भएको भन्ने ठानिने रहेछ एक आपसमा जोडिएका ढुङ्गा र माटोले बनेका परम्परागत सांस्कृतिक घर सबै घरमा लगाइएको एउटै रङ भूमिगत विद्युतीय लाइन विस्तार विभिन्न जात जातिका सांस्कृतिक तथा मौलिक पहिरनले मार्फा गाउँ घुम्नेको संख्या ह्वात्तै बढेको छ मुस्ताङका प्राय गाउँ बस्तीमा पुस्तौं पुस्तादेखि 2-4 बोट स्याउबारीमा भए तापनि विक्रम सम्वत 2030 को दशकमा मुस्ताङमा स्याउ खेती गर्ने प्रणालीको विकास भएको थियो रे जसको सुरुवात मार्फाबाटै भएको रहेछ अहिले मार्फालाई स्याउको राजधानी भनेर पनि चिनिन्छ एग्रो टुरिज्म अर्थात् कृषि र पर्यटनको सबैभन्दा गतिलो उदाहरण हो मार्फा ठन्डी कुल आज फाइनली जोङसोमा आइपुग्यौँ आज चाहिँ हामी यहीँ बस्छौँ बोइजहरू माथि गर्ल्सहरू तल होइन म्याम चिसो एकदम धेरै बढिरहेको छ बाहिर चाहिँ चिसो छ यहाँ पनि त्यो मार्फामा हजुर मार्फा गाउँमा एकदमै धेरै चिसो हामीले योभन्दा माथि यहाँ बस्छ बस्छ ल यहाँ बस्छ न यता बस्छ न यहाँ बस्नु मिल्छ तिमीहरू पछि फेरि आएन भन्ला भनेर क्या सम्झका हो आउरे हो बाउरे हो सम्झका हो आउरे हो बाउरे हो लालाजी